डौवाको गहिरोमा चाहिँ हामी अब टक्क लाएर यसरी बङ्गुर काट्ने तयारीमा छौँ। आज चाहिँ ओ माई गड यो हाम्रो सोफा बराबरको बङ्गुर रहेछ साथीहरू। भरक्क गरेर सुत्न मिल्ने खाले। आजको बङ्गुर चाहिँ ढलिसकेको छ। हामीले ढलाएर बङ्गुरसँग ढलाएर अब चिया खाने प्लान गराउँदैछौँ होइन। अनि अब चाहिँ के गाह्रो छ भन्दाखेरि हाम्रो मेन बुच्चरको हात फ्र्याक्चर भइसकेको छ। जीवन दाई कसरी फ्र्याक्चर भएको र फेरि एकचोटि भनिदिनु हुँदै कि यो छुरी भयो यो हात भयो यस्तरी पऱ्यो साथीहरू। अब चाहिँ पोल्दै डढाउँदै हुनुहुन्छ दाइहरूले। बङ्गुर पोल्दा के गरेको होला यो सुन्दरले भन्नुभएको होला। यहाँ चाहिँ बङ्गुरको बच्चाहरू देखेर चाहिँ यो किम्बुको पातहरू त कमलो हुन्छ नि त। उनीहरूलाई दिएको हेर्नु न कस्तो मजाले खाएको छ क्या। ओ माई गड हेर्दै मजा आउने। सबैले कुन्टा पात मलाई एउटा भन्दै खाएको है। अनि मेरो चाहिँ मन नै भरिएन भनेर फेरि अब अर्को लट पनि टिपेर हालिदिएको। कति मजाले खाए नि साथीहरू। आनन्द आउने हेर्नु न कति मजाले खान्छ किम्बुको पात। कमलो हुन्छ मजाले चपाई खान्छ। राम्रो पनि हुन्छ यिनीहरूको लागि। र अब दाइले चाहिँ यसरी ट्याक्क लाएर चाहिँ मेसो मिलाई यो आन्द्राभुँडी निकाल्ने तर्खरमा हुनुहुन्छ। ट्याक्क यसरी चाहिँ आन्द्राभुँडी मिलाएर निकालेपछि चाहिँ मासुहरूलाई पिस पार्ने काम रहन्छ साथीहरू। ल साथीहरू अब चाहिँ हामी यहाँ मासुलाई बाइकमा बाँध्दैछौँ। सिर्फ कसेर बाँधेपछि खुत्किला त दाजु यसरी बाँधेपछि दाइले यस्तो कस्याएर बाँधिदिनु भएको छ कि फुत्किन्न। तपाईँको बोयफ्रेन्ड गर्लफ्रेन्ड फुत्किन्छ नि दाइलाई भन्नु न होइन दाइ हो नि। दाइले बाँधिदिएपछि त कहाँ फुत्किन पाउनु हो। त्यस्तो हो नि त गाई फेरि हामी फेरि यस्तो जे पनि बाँधिदिन्छौँ नि फेरि। के तपाईँहरू पनि बङ्गुरको आन्द्राभुँडी भुटुवा खाएर चाहिँ आनन्द लिन चाहनुहुन्छ? सम्झिनुहोस् मामा भान्जा फ्रेस हाउस हेल्प खोवालिङ। के हुँदैछ यता भन्दाखेरि बाँध्ने काम हुँदैछ साथीहरू। सिरिप फैलाएर हजुर त टिलिक्क टल्किनु भएको छ यार दाजु यार। टिलिक्क बङ्गुरको भुटुवा आन्द्राभुँडीको लागि चाहिँ रेडी पारिसकेको छौँ झुन्ड्याएर टक्क लाएर। आजको कटा यहीँ सक्यो जीवन दाइ सक्यो। आज अब पोको पार्ने हो यो लिएर हिँड्दा यहाँ चक्कु छ क्या यस्तो निस्केको। त्यही चक्कुमा हात परेर हेर्नु न के भइन्छ हातको हालत। यसरी यो हाम्रो भ्लगलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिने सबै साथीहरूलाई धेरै धन्यवाद भन्दै आजको भ्लग यहीँ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद साथीहरू।